हेलो गाइज गुड मर्निङ एभ्रिवान सबजनालाई मेरो न्यू डे न्यू भ्लगमा स्वागत छ होइन त्यही म चाहिँ अहिले जुप्ते मन्दिर यस्तै छ बाटो नुवाकोटको फक यार ल 25-30 जति आउँथ्यो यो हामी जस्तो भइरह कृपया लाइनमा बसिदिनु होला मेरो लाइन छैन त्यही भएर म चाहिँ अब एक्लै लाइन चाहिँदैन यस्तो कहाँ जाने म त घर जानला मेरो घर उता को तिमी तिमी को कसो छोरी तिमी हेलो गाइज गुड मर्निङ एभ्रिवान सबजनालाई मेरो न्यू डे न्यू भ्लगमा स्वागत छ होइन त्यही म चाहिँ अहिले जुप्ते मन्दिर जान लाग्यो है बाटोमा छु ट्याक्कै यहाँ आएर भ्लग स्टार्ट गरेर आएको छु अहिले चाहिँ होइन त्यही हो अहिले चाहिँ के भन्दाखेरि त्यहाँ म यहीँ 7 बजी थिएँ त्यसो लाएर मोबाइल चार्ज गरेँ त्यही अहिले चाहिँ म चाहिँ अब मेरो चाहिँ 1K नि पुगेको छु सबजनालाई थ्याङ्क यू सो मच मनबाट माया छ होइन त्यही हो अहिले चाहिँ म चाहिँ अब यहाँ मन्दिर जान लाग्यो अब यहाँबाट त्यही हो 20-25 मिनट लाग्छ मजाले अब जाने हो अब के छ होइन सबजनालाई माया छ त्यही हो बिस्तारै जाने होइन धेरै रफ्तार हान्नु हुँदैन यो फेरि हल्लिसक्यो यस्तो तनाव भइसक्यो फेरि हल्लिसक्यो केटा हो मेरो यो के भयो हो खालि हल्लिरहन्छ यो अब फेर्नु पऱ्यो होइन सियान्सी हाल्ने हो के हो है पैसा आएन त्यही हो ल केटा एक्लै जाने एक्लै होइन रमाइलो गर्ने हो चिल अगाडि टायर नि फेर्ने बेला भइसक्यो मेरो चाहिँ यस्तो छ ल केटा हो ल अब म चाहिँ गोप्रोमा भेट्छु अब बिस्तारै जाने चिलमा ल केटा अहिले चाहिँ अब म चाहिँ अब जान लाग्यो यहाँ निस्किनु लाग्यो होइन टक्क अहिले चाहिँ मोबाइल चार्ज थिएन त्यही भएर चाहिँ म चाहिँ स्टार्ट गरिनँ अब मन्दिर सन्दिर जाऊँ होइन टक्क पूजा गरौँ आज ल के हो होइन ल केटा हो त्यही हो अब यति भन्दै दादा चाहिँ अब मन्दिरतिर तर्फ आइसक्यो सबजनालाई माया छ है 1K पुगिसकेको छ मेरो चाहिँ फाइनली होइन केटा हो अब बिस्तारै 10K पनि पुग्छ यस्तै भन्दै अब बिस्तारै हामी जानुपर्ने हुन्छ होइन मोबाइल फस्ला भन्ने बिर्छ फेरि दादालाई चाहिँ त्यही केटा हो अब बिस्तारै अब हामी चल्दै खानुपर्ने हुन्छ आज चाहिँ होइन यसो घुमेर आउँ के कस्तो छ होइन अहिले हालत धेरै भन्नु गएको यो टर्निङ चाहिँ डेन्जर हेयर कस्तो भने होइन कि त्यस्तो काटेर बनायो भने चाहिँ राम्रो हुन्छ होला होइन मेरो विचारमा सिधै टर्निङ हो कि ल त्यस्तो टर्निङ हो जाने हुँदैन यता प्रायः जस्तो एक्सिडेन्टहरू भइरहेको हुन्छ कि यता फेरि केटा त्यही यति भन्दैमा होइन अब यो चाहिँ हामीले यहाँबाट चाहिँ अब अहिले चाहिँ सबजनालाई चाहिँ लोकेसन चाहिन्छ भने मन्दिरको टक्क काठमाडौँबाट टोखा आउने टोखाबाट सिधै गुर्जे भन्जेबाट बिस्तारै आउने होइन त्यही हो यहाँ चाहिँ पुरै बाटो बनाइरह अस्ति म आएको पनि त्यो मेरो सर्ट भिडियो युट्युबमा जुन छ त्यही हो ल केटा हो त्यस्तो लाएर अरू के भन्नु होइन यस्तै हो बिस्तारै आउँछ यो चाहिँ मेन रोड हो हाम्रो यहाँबाट चाहिँ कता पुग्छ होइन अनि त्यस्तो लाएर अरू चाहिँ त्यस्तै हो यहाँ चाहिँ यस्तो हुन्छ यहाँ बाटो चाहिँ यस्तो बनाइराखेको केटा हो अनि त्यस्तो लाएर अब म मन्दिर मैले चाहिँ केही खाएन फेरि होइन यसो पूजा चाहिँ गर्नै पर्ने हुन्छ केही खाएन मैले चाहिँ मान्छेहरू चाहिँ टन्नै होला मैले चाहिँ केही खाएन तेल पनि छ अलिअलि पेट्रोल पनि छ होइन हालेको छु मैले चाहिँ केही खाएन बिहानदेखि पानी बाहेक केही खाएन केटाहरू होइन त्यही हो अब यस्तै हो सेलिब्रेसन हुँदै गर्छ अब बिस्तारै होइन 1K पुगेको त्यही गर्नु त परिहाल्यो सेलिब्रेसन अब बिस्तारै हुन्छ केटा हो होइन ल म अब त्यही हो यस्तै बाटो अलिक माथि गएर भेट्छु ल एउटा अहिले म चाहिँ अलिक माथि आइसकेको छु होइन अब यहाँबाट चाहिँ हामी चाहिँ कहाँ पुगिन्छ भने समुद्र रोडबाट बिस्तारै पुगिन्छ होइन अझै डोजर रहेछ होइन ल हाम्रो डोजर यस्तो ब्युटिफुल बाटो बनाइरहेको छ एक रड्काइदियो होइन ल यस्तो रङ्गी छ नि यहाँ बाइक त पावर छ बाइकमा चाहिँ त्यही हो ल अब यहाँ एकछिन पुग्नुपर्छ केटा त्यही हो ल अब एकछिन पुगौँ यहाँ होइन बाइक त जान्छ कि बाइक जान्छ कि यस्तै छ यार नुवाकोटको बाटो अहिले हाल यस्तै छ मैले लडाउँछ यार यहाँनिर मलाई थाहा भइसक्यो
भइरहेछ छिट्टै अब म ग्राफ पनि चेन्ज गर्छु बाइकको म अब काठमाडौँ जान्छु अनि बाइकको ग्राफ पनि चेन्ज गर्छु होइन यस्तो उडाइन्छ नि फेरि उता माथि हो है देखिरहेको चाहिँ मन्दिर चाहिँ हाम्रो धेरै माथि नै छ केटा हो धेरै माथि के भन्नु ठिकै हो म चाहिँ एकताल चाहिँ 20 मिनट आइपुगेको थिएँ त्यस्तै रन्काएर होइन बिस्तारै जानु पर्ने हुन्छ केटा हो त्यही हो होइन यति भन्दाखेरि नै अब समुद्र आइपुग्नु लागिहाल्यो केटा हो अहिले म चाहिँ समुद्र आइसकेको छु होइन समुद्र चाहिँ कहाँ भन्दाखेरि होइन यो चाहिँ समुद्र भयो अनि त्यसपछि लाएर हाँड चाहिँ दुख्दै पुग्छ कि पुग्दैन उता पुग्छ घुमेर होइन अनि के भन्छ अरे भने बेरिङ राखेको छैन अनि त्यसपछि लाएर हाँड चाहिँ म चाहिँ मासतिर जाने हो सिधा मन्दिर चाहिँ हाँड जाँदा हुन्छ होइन छिटो पुग्छु उता चाहिँ मलाई बाटो थाहा छैन त्यही भएर भने होइन हाँड चाहिँ अहिले आएर हामीले कप केक खानुपर्ने हुन्छ काकाकोमा होइन केटा हो त्यति भन्दाखेरि नै अब हाँड चाहिँ 20 मिनट जति लाग्छ होइन म बिस्तारै हिँडिरहेको छु त्यस्तो कुदा खाएन मैले चाहिँ बाइक होइन 20 मिनट जति लाग्छ हाँड चाहिँ त्यही हो अनि त्यस्तो लाएर के भन्छ अरे भने अहिले चाहिँ गाडीहरू त्यस्तो खासै आएन त्यस्तो लाएर के भन्छ अरे भने अनि 25-20 जति आउँदैछ अनि त्यस्तो लाएर चाहिँ 25 जति थाक्दैछ अनि त्यस्तो लाएर म चाहिँ अब मन्दिर जान लाग्यो यहाँ पुलिसले अब के भने कसै कसरी आइरहेको भने त स्वाइ घुमाइदिइहाल्नु पर्छ होइन त्यही हो मन्दिर आइहाल्छ होइन केटा हो अलिकति माथि हो होइन मन्दिर आइपुग्छ अब धेरै छैन अलिकति माथि हो होइन मामाहरू चाहिँ पछि पछि आइहाल्छ अन्त छैन होइन अब के थाहा पछि जाँदा ओ माइ गड क्याट केटा होइन मोबाइलले खाने हाँड मासतिर चाहिँ मोबाइल ल मोबाइलले खाने यस्तो होइन मामाले किन हातमा रोक्न आने भन्ने मलाई थाहा भएन द्याट्स नट सेम माथि फेरि अर्को मामा होला नि माथि अर्को मामाले छ भने केटाहरू के गर्ने भने होइन स्वाइँ घुमाउने हो अब अरू भने यस्तै हो होइन बिस्तारै जाम रहेछ भने चाहिँ भाग्नुपर्ने हुन्छ गेम खेल्नुपर्ने हुन्छ मैले चाहिँ गेम जान्थेँ सय रुपियाँ छैन कोटबारी होटल त त्यहाँ चाहिँ सिधा भनौँ बनाउँछ कफी हुनेमा धेरैले ड्याङ हाल्छ कोटबारी होटल चाहिँ त्यही हो केटा हो होइन त्यही हो चाहिँ यहाँनिर रोक्नु एकछिन होइन ल केटा हो त्यही हो म चाहिँ अझै यहाँ ऊ त्यहाँ कोटबारी होटल त्यहाँनिर छ अनि त्यसपछि लाएर यता चाहिँ उख त्यही म चाहिँ यहाँ आइसक्यो यता स्कुल छ भने होइन अनि म चाहिँ अब अलिकति माथि छ अनि अलिकति माथि पुगेपछि चाहिँ मन्दिर आउँछ त्यही हो यहाँ देख्छु त्यहाँनिर अलिकति माथि त्यही हो ल केटाहरू अब त्यहाँ मन्दिर जाउँ अनि पूजासुजा गरौँ अनि खाना पनि खाएन घरको खाना खानुपर्ने हुन्छ खाना बनाएर खाएन होइन त्यही हो ल एकछिनमा भेटौँ ल केटा हो म त्यहाँ मन्दिर चाहिँ अब चाहिँ एकछिनमा पुगिहाल्छ होइन अब
बिस्तारै जाउँ त्यहाँनिर हो होइन मन्दिर चाहिँ अब एकैछिनमा आइहाल्छ पटपट गरेर भाइ पनि मामाहरू यार किन सिटी बजेर आएर न यार ए लुकिङ ग्लास मैले यस्तो तल गरे भयो कि जान मिल्दैन हजुर उता फर्काउँछ हुन्छ पूजा त होइन होला नि होइन के हो यार कोटबारी होटल चाहिँ त्यही हो होइन बाचुला यसलाई अब चाहिँ एउटा त्यही हो अहिले चाहिँ हामी चाहिँ होइन आइसकेका छौँ मन्दिरै अनि चाहिँ हाँडा अब त्यहाँ जुत्ता सुत्ता फुकालेर अनि त्यसो बुझाउनु भनेपछि खोला दिस इज रिभर नट अ रिभर दिस इज खोला गाइस खोला 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 जसलाई हाल्छु म झोला के भने यसलाई पानी यस्तो छ त्यही हो लगेर हो त्यही हो अब चाहिँ म चाहिँ जुत्ता फुकालेरै उता कोटबारी कोटबारी होटेल मङ्गुरो फेमस होटेल है हामी दुप्चा र सबजना चाहिँ त्यहाँ बस्छन् त्यहाँ कोटबारी होटेलमै त्यहाँनिर अनि त्यसलारमा चाहिँ अब पूजा गर्न जानुभएको त्यही हो यहाँ के हो क्यामेरा लाउँछ त्यही हो यस्तो छ अहिले आएको तर माथि म पूजा गर्छु अब ल यस्तो भएर छिर्छु है अब म हिँड्न सक्छु कि सक्दैन फाइनल है त्यही लगेर म चाहिँ अब मन्दिरतर्फ लागिसकेँ हिँडा होइन हिँड्दा मस्तिर अब यसरी हिँड्दै जाने हो टक्क अनि त मन्दिर त आएको मान्छे गाडीमा जाने कुरो भयो भने चाहिँ बिस्तारै जाने होइन यो हामी चाहिँ यस्तो भइरह कृपया लाइनमा बसिदिनु होला मेरो लाइन छैन त्यही भएर म चाहिँ अब एक्लै लाइन चाहिँदैन यस्तो कुद्ने हो ल यस्तो छ आएको नजारा केटा हो त्यही हो बिस्तारै अब हिँड्नु जानुपर्ने हुन्छ हामी ढोबै तर राष्ट्रिय सस हुन्छ क्या उही यस्तो ठाउँ ल बिस्तारै जाउँ यस्तै हो केटा यस्तो हुन्छ उता माथि गर पूजा सुजा गर अनि म भेट्छु सिधै अब ल एउटा हो त्यही हो पूजा सुजा गरेर आइसकेँ म चाहिँ यहाँ यस्तो सुनिरहेको छु मैले चाहिँ होइन त्यही हो ए यस्तो हो अहिलेको माहौल यहाँ चाहिँ अब टाउकोमा त्यहाँ जुत्ता सुत्ता लाउँछु अनि त्यसपछि लाएर ट्याक्कै बाइक भाटामा जान्छु अनि जान्छु भएन हो त्यही हो अहिले चाहिँ म चाहिँ यहाँनिर अब लाएर घर फर्किनु लगाएको यस्तो छ अहिले यहाँको हालत म अब मन्दिर चाहिँ त्यहाँनिर त्यही हो ल यो कोटबारी होटेल यहाँ हाम्रो टिक्काको फेमस होटेल त्यही एउटा अब यस्तै पारामा हामी चाहिँ अहिले फर्किसकेको छौँ
चाहिँ ओइ बबाल देख्ने यो पुरै लागिसक्यो घरतर्फ आजको होइन वार्केस सेलिब्रेसन चाहिँ हाम्रो मन्दिरबाट भएको छ भने होइन अब सेलिब्रेसन त डेन्जर हुन्छ बिस्तारै भइहाल्छ राम्रै हुन्छ होइन यो पनि राम्रो हो तर मन्दिर आउनु धेरै राम्रो कुरा हो केटाहरू नि होइन युट्युबर हुनुहुन्छ भने युट्युबर छौ भने होइन टक्क लाएर अनि के पुग्नु साथै सब्सक्राइब पुग्नु साथै टक्क मन्दिर आउने भाइब छुट्टै हुन्छ क्या भाइब्स चाहिँ होइन केटा हो त्यही हो के जङ्गलमा यहाँनिर कफी बसिरहेको गर्छ यार कस्तो यार चिठी बजेर यार कफीले यसरी के कता हो भनेर यस्तो के कता हो भनेर लाग्छ होला यहाँनिर चाहिँ स्विमिङ पुलमा अब पहिलाको यहाँ चाहिँ मान्छेहरू भएको थियो एउटा हुलिए त मेरो लुकिङ ग्लास बाबा हो क्या हो डेन्जर हुन्छ यहाँनिर रोकौँ त्यहाँ पुलिस सोध्नुपर्छ अनि मात्र जाने मैले एकजना बाजेलाई चाहिँ सोधेको छैन अरे भन्छ पुलिस देख्यो त लामो ए मुजी बाजेलाई भएन अगाडि पुलिस देखेला होइन यस्तो हुन्छ बिहान त गरिरहने कि अघि म जाँदाखेरि होइन माल भएन केटा हो त्यो अहिले माल भएन भनेर किन मैले चाहिँ किन भने चाहिँ अघि चाहिँ टप हुन्छ नत्र भने चाहिँ म समात्या भएँ होइन मैले चाहिँ के लेखेन त्यही भएर फक्टअप हुन्थ्यो फक्टअप त्यस्तै हुन्थ्यो अनि त्यही भएर चाहिँ मैले चाहिँ अघि त्यही भएर अब यतातिर भिडियो बनाउने होला अब यता त आफ्नै गाउँ हो कि आफ्नै ठाउँ होला अब कसैले के गर्दैन क्या जाँदै पुलिस अगाडि पुलिस भइरहेको टाप यस्तो के मसो आएँ गरिदिन्छ है त वान जान्छन् मेरो बजिसकेको छ पुलिस कफीबाट होइन कफीबाट चाहिँ दादा बजिसकेको छ आनन्दले चिलमा त्यही हो यस्तो भन्दा भन्दै पहिला अब यतातिर त एकचोटि दादा नरोकिँदै जाने कुरै भएन केटा हो त्यही हो म अहिले चाहिँ यहाँ समुद्र मुनि आइसकेको छु अहिले चाहिँ त्यहाँनिर कपिलले चाहिँ ल्याङ गर्थ्यो मलाई देखायो होइन झन् देखेन बिसे भयो होइन केटा हो त्यही हो यस्तो भन्नमा यहाँ चाहिँ तातिरहेको यस्तै धेरै मासुलाई यस्तो भइरहेको केटा हो होइन यस्तो भइरहेको
त्यही केटा हो अब अरू के भन्नु होइन यस्तो छ बाइकको हालत नि यस्तै छ यी अब अहिले गएर धुनुपर्ने हुन्छ यी यसको हालत चाहिँ यस्तै हुन्छ वै कस्तो भइरहेको त जान्छ कि जस्तो भइरहेको ल केटा त्यही हो अब म यति भन्दैमा अब म चाहिँ अब हाम्रो घरतर्फ लाग्छु अब होइन त्यही हो खानासाना खानुपर्ने हुन्छ अब गोब्रो पनि भेटौँ त्यही हो अरू कुरा त के हो वान के पुगेको सबजनालाई थ्याङ्क यू सो मच नमस्ते मेरो नाम दिपेश थापा यति भन्दै अब म फेरि अगाडि बढ्न चाहन्छु ल केटा त्यही यो साउन्डहरू यस्तो हाम्रो यहाँनिर चाहिँ बबाल छ ल यो चाहिँ हाम्रो प्राधिकरण हो कि हस्पिटल होइन प्राधिकरण होला होइन मलाई पनि थाहा होइन यो केटा त्यही हो यति भन्दाखेरि नै अब म जान्छु अन्त अब चाहिँ म चाहिँ समुद्रबाट चाहिँ निस्किसकेँ होइन समुद्रबाट चाहिँ अब एक दुईवटा फोटोसोटो भिडियो सिडियो हाल्नु पऱ्यो नि त टिकटक होइन त्यति भन्दा भन्दै निस्किन्छु ओहो यहाँ चाहिँ बाटो मध्येमा पुरै हाम्रो यहाँतिर चाहिँ ए कुदाइदिन्छ गाडी आउनुपर्छ उयो त्यहाँनिर स्कुलमा त के यार यस्तो लड्की लड्किने उयो धुवा फालिरहेको यार यो भाइ ठिक छ हामी दुईजना यस्तै उयो कहाँबाट ओ माई गड धुलो 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 मेरो साइलेन्सरमा छ कत्रो धुलो त्यो धुलोबाट निस्किन्छ बुम 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 अनि त्यसपछि लाएर हुन्छ बुम 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 बिस्तारै जानुपर्ने हुन्छ यति भन्दै होइन सेफ राइड केटाहरू अरू भने त्यस्तै हो राइड भनेर सेफ गर्नुपर्छ हाम्रो यता चाहिँ बाटो पुरै नुवाकोटमा चाहिँ यस्तो बाटोहरू बनाइरहेको छ नुवाकोट चाहिँ बबाल हो हाम्रो वान अफ द बेस्ट नुवाकोट नेपालभरिकै भनेर भन्नु पनि हुँदैन अरू नि आफ्नो आफ्नो ठाउँ आफैले राम्रो लाग्छ यति भन्दै के टुई गर्दै म चाहिँ गइसकेँ घरतर्फ अनि त्यसपछि लाएर केटाहरू यति भन्दै मैले यहाँ बाइक कुदाउनु हुँदैन किनभने यहाँनिर कुदाउनु हुन्छ हुँदैन उहु लाई ला 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 मैले के भन्ने म त सुहाए भनेर त्यहाँ कहाँ त्यहाँ कस्तो फोरिरहेको छ गाडीहरू फोरी हुन्छ ओहो फाइनली बेटी न्युट्रलमा हालेर कुदाउँ क्या है ओहो 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 डोजर दाइ डोजर दाइ डोजर दाइ यस्तो हुँदैन उडाइदिन्छु केटा हो यस्तै भन्दा भन्दा अब म 7 दिशा आइपुग्न लागिसक्यो गर्लफ्रेन्ड भए मान्छेले हेर्छ कति नै मुख गर्छ यार मुखबाट हाल्छ यार कति नै हेरे जसरी किनभने के थाहा मैले हेरे हुन्छ कि हेरे हुँदैन किनकि मैले त गगल्स लगाएको छु मेरो आँखा ट्याम्मै भएको छ गाइस भोग लाएर पेटमा के कराइसियो तर उता अब गएर एक कफी खाने है केटा कि खाउँला ल केटा त्यही हो अब यति भन्दा दिपेश दादा उडाइन्छु म कहाँ जाने म त घर जानला मेरो घर उता को तिमी तिमी को कसो छोरी तिमी कहाँ जानला गाडी बिचमा राखेर भने उता कैसे दिनले पैसा दिन्छु भनेकै थियो त्यो नमानेर बिचबाट पनि छाड्दियो हो र त्यो त राम्रो कुरो हो त नि राम्रो कुरो हो त नि त्यो त राम्रो कुरो त नि अब कसरी लायो त मैले 3 जना लौ कहाँ गयो त कहाँ छ अरे तिनीहरू त लौ 2टा बच्चा थियो त
माने छट टेन्सन भयो नि त यहाँ दुईटा बच्चा थियो कहाँ घर त फेरि कहाँ झऱ्यो त यार म त घर जानला हो मेरो घर त काठमाडौँ काठमाडौँको माछा पोखरी भने वहाँ तिमी के गर्न जाने हराउँदैन काठमाडौँ गएपछि कहिले अनि म कहाँ काठमाडौँ जाने हो त म यहाँ आइने 7 विषयको मान्छे तिमी अब यसो गर बहिनी है इभी आउँछ नि इभीमा जाऊ इभीमा नगए अब टिभी हेरेर बस घर गर हुँदैन नम्बर कसको के भन्ने के बच्चाहरू भने हरायो भने ल बोल हेलो ओए बाइक नाम म जाँदैन कहाँ म जान्छ त नि ओए यहाँ त दुई नबजे यार गाडी भेट्दैन रे यो ठाउँको नाम के हो यो 7 विषय भन्दा माथि समुटार भन्दा तल ए 7 विषय भन्दा माथि त्यो भन्दा म कति हिँड्दा आइसकेँ मागेको यार सबैले नपताउने रहेछ यार हो कस्तो रहेछ मैले लगिदिनु लाएको थिएँ म त कहाँ माछा पोखरी भने म त यहीँनिर हो अनि यहीँ 7 विषयसम्म अब इभी आउँछ नि इभीमा चढेर जाऊ भने के बहिनीलाई म त यहीँ 7 विषयसम्म मात्रै हो त्यो 7 विषय बजारमा लगेर राखिदिनु न त त्यहाँबाट गाडी पाउँछ नि त ल ल ल 7 विषयसम्म लगिदिन्छु है रुक त्यो टेक्ने ठाउँ होइन त्यो निकालो यो तान न यो बच्चाहरू हरायो अब समय लड्छन् फेरि यसो त केटा हो यति भन्दा भन्दै अब मैले चाहिँ यो बहिनीलाई चाहिँ लिफ्ट दिएर यहाँ 7 विषयसम्म लगिदिनु पनि हुन्छ यो बहिनी चाहिँ बिचल्ली भइसकेको रहेछ ल म गर्लफ्रेन्डसँग बोल्ला गर्लफ्रेन्डसँग बोलिरहेको क्या यहाँ कलमा अनि तिमीले खाना खायौ त हो तिम्रो आज गरा दशा आइरह के अनि नपढेर किन यसरी भौतारेर हिँड्या त अनि कतिमा पढ्ने गरे भर्खर 11 वर्षको 4मा तिमी त 50 वर्ष उमेरसम्म 12मा हुँदैनौ के हो फेल भए हो पढ्न छोडिदिए ए फर एप्पल आउँछ बी फर बल सी फर क्याट नम्बर भन्न नि आउँदैन ठेगान ए को जोडी त कसैको पनि छैन अहिले नेपालमा ए त्यस्तै हो ल को त्यो बोयफ्रेन्ड हो कि हो आबी को आबी त म त दिपेश हो दिपेश ल फेरि आबी रे त्यहाँनिरसम्म छोडिदिन्छु ल त्यहाँबाट म माथितिर जाने हो क्या त्यहाँनिरसम्म अब त्यहाँबाट एकजनासम्म आएको त्यहाँबाट एकजनासम्म आयो तिमी काठमाडौँ पुग्छ नि कहाँ म त भगवान् जस्तै हो अनि भर भगवान्को मन्दिर गर अनि त्यही भएर किन बिचल्ली बनाइदिनु त्यहीसम्म भयो भने लगिदिउँ भन्ने कुरा हो म राम्रो मान्छे हो नि त केटा हो त्यही हो अब म चाहिँ अब घर
केटा हो त्यही हो अहिले चाहिँ म चाहिँ आइसकेको छु होइन अब चाहिँ म खानासाना खानुपर्ने हुन्छ त्यही हो आजको लागि चाहिँ भिडियो यति नै अब यतातिर हिँड्नुहुन्छ हाम्रो चाहिँ पछि जहिले 35 को 35 हुन्छ कहिले बढ्दैन कि आफूले होइन त्यही हो ल यस्तो भइरहेको बाइकहरूलाई चाहिँ यस्तो फोहोर भइरहेको होइन त्यही हो सफा बनाउनुहुन्छ अब हामी चाहिँ त्यो सफा बनाउनु पर्ने हुन्छ मेरो तेल चाहिँ त्यत्रो त्यो तेल चाहिँ घटिसकेको छ गाइस त्यति भन्दै हस्त नमस्ते म बिदा हुन चाहन्छु हजुरहरूबाट लाएर नमस्ते भन्छु फेरि पनि सबजनालाई माया छ वानकी पुऱ्याइदिनु भएकोमा थ्याङ्क यू सो मच फेरि पनि त्यति भन्दै हस्त नमस्ते मेरो नाम दिपेश थापा उतापट्टि नि हेर्नु होला दिपेश थापाको कभर कस्तो राम्रो छ यो चाहिँ हामीलाई गिफ्ट आउँछ यस्तो यस्तो कभरहरू कस्तो ह्यान्डसम देखेको म त्यही माथि टिका माथि दिपेश माथि टिका लगेन त्यही हो राखेको अब चाहिँ बाई बाई सबजनालाई ल त्यही हो ल